हजुर नमस्ते, 안녕하세요. म शान्तिराम राई, कोरियन भाषा प्रशिक्षक विगत 13 वर्षदेखि यो इपिएस टपिकको कोर्स अध्यापन गर्दै आइरहेको छु। आज भने मैले तपाईँहरूका लागि एकदम सर्टकट भिडियो अति आवश्यक र यसले धेरै कन्फ्युज बनाउने यी छोसा अर्थात् विभक्ति चिह्नकै बारेमा पार्ट 2 भिडियो लिएर आएको छु। सुरुदेखि अन्तिमसम्म हेर्नुहोला, एकदमै छोटो छ। र यहाँ चाहिँ पनि अघिल्लो भिडियोमा हामीले भनेका थियौँ पूरक पछाडि इ गा लाग्ने र इ गा नलाग्ने क्रियाहरू हुन्छन् भनेर। पूरक पछाडि इ गा लाग्ने भनेको इत्ता अप्ता हो भने इ गा पछाडि के अरे पूरक पछाडि इ गा प्रयोग नहुने इम्निदा इदा। त्यसै गरेर पूरक पछाडि इ गा लाग्ने भनेको आनिम्निदा आनिएयो थियो। त्यसै गरी आज पनि पूरक पछाडि इ गा कहाँनिर प्रयोग गरिन्छ, कुन क्रियासँग प्रयोग गरिन्छ भन्ने अर्को दोस्रो भिडियो लिएर आएको छु। सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। यसले तपाईँलाई मिचुल छिन फुबुन छान्नमा ठुलो सहयोग पुर्याउँछ भन्ने मलाई आशा छ। लेट्स सी। यहाँ मैले यसरी बनाएको छु। हेर्नुहोस्, फो पूरक, यसमा चाहिँ के बन्छ भन्दाखेरि छिग पेशा बन्छ। त्यसपछि इ अथवा गाको प्रयोग हुन्छ। त्यसपछि आउने क्रिया के हो त भन्दाखेरि ठेदा। ठेदा भनेको बन्नु अथवा हुनु भन्ने अर्थ हुन्छ। जस्तै उइसा ठेदा, उइसा भनेको तपाईँहरूलाई थाहै छ, डाक्टर, डाक्टर बन्नु अथवा डाक्टर हुनु। यसमा छनुन उइसागा ठेगो सिफयो। यसको अर्थ के त? मलाई डाक्टर बन्न मन छ, म डाक्टर बन्न चाहन्छु। यो पूरक पछाडि हाम्रो नेपाली भाषामा कुनै पनि विभक्ति चिह्न अथवा नामयोग नआउने भएकोले मैले इ गाको अर्थ केही पनि हुँदैन भन्ने अर्थ स्पष्ट पार्नको लागि यसरी क्रस लेखेको छु। स्पष्ट हुनु होला। त्यस्तै गरेर ख्योङछालक्वन प्रहरी ठेदा बन्नु अथवा हुनु। थोङसेङुन ख्योङछालक्वानी थिस्सयो। भाइ प्रहरी भयो अर्थात् भाइ प्रहरी बन्यो। त्यस्तै फिहेङसा थेदा पाइलट बन्नु। त फिहेङसा थेदा भनेर मात्रै हुँदैन अथवा फिहेङसा मात्रै भन्नु हुँदैन। फिहेङसागा थेनुन गसी अड्यो के अरे पाइलट बन्नु गाह्रो हुन्छ। सनसेङनिम थेदा शिक्षक बन्नु अथवा शिक्षक हुनु। छे छिङ्गनुन सनसेङनिम थेगो सिफ हेयो। मेरो साथी चाहिँ शिक्षक बन्न चाहन्छ भन्दाखेरि सनसेङनिम के बन्न चाहन्छ? सनसेङनिम बन्न चाहन्छ, शिक्षक बन्न चाहन्छ। यो शिक्षक अथवा सनसेङनिम भनेको पूरक हो। त्यसैले गर्दाखेरि यो पूरकभन्दा पछाडि इ को प्रयोग गर्नु पर्दछ, किनभने निममा म फाछिम छ। त्यस्तै नोङबु थेदा कृषक बन्नु, कृषक हुनु। उरी नामदोङ सेङन नोङबु थेगो सिफ हेयो। हाम्रो भाइ चाहिँ कृषक बन्न चाहन्छ। अब यो नोङबु भनेको के त भन्दाखेरि पूरक हो। त्यसैले नोङबु गा थेगो सिफ हेयो। सन्सु थेदा फोङसिनुन 축구 선수 되었어요. फोङजी चाहिँ फुटबल खेलाडी बन्नुभयो भनेपछि हाम्रो नेपालीमा फुटबल खेलाडी मात्रै भन्दा पुग्छ। तर कोरियन भाषामा चाहिँ यो सन्सु भनेको पूरक, के बन्नुभयो, के बन्न चाहनुहुन्छ, के बन्छ, के बन्यो भन्दाखेरि चाहिँ त्यो जे बन्छ त्यो पेशा हो। त्योभन्दा पछाडि इ अथवा गाको प्रयोग गर्नु पर्दछ। त्यसै गरी खानोसा थेदा उरी तारुन खानोसा थिएसयो। हाम्री छोरी नर्स बनिन्। त के बनिन्? नर्स। खानोसा, खानोसा भनेको पूरक हो, त्यसैले गाको प्रयोग गरिएको छ। त्यस्तै खासु थेदा गायक बन्नु। 목소리가 좋은 사람은
स्वर राम्रो भएको मान्छे चाहिँ खासुगा थेल्सु इसय गायक बन्न सक्छ। यहाँ थेदा छ, थेदाले लिने जुन पूरक हो त्यो पूरकभन्दा पछाडि इ अथवा गाको अनिवार्य प्रयोग गर्नु पर्दछ। त्यस्तै उमाक्का थेदा, उमाक्का भनेको सङ्गीतकार, थेदा भनेको बन्नु अथवा हुनु। यदोङसेङुन उमाक्कागा थेल्क काथायो, भाइ चाहिँ सङ्गीतकार बन्ला जस्तो छ। यसरी के बन्नु के हुनु भन्ने प्रश्न गर्नुस्। त्यसमा कोरियन भाषामा चाहिँ थेदा जवाफ आउँछ। त्यो थेदाले लिने जति पनि पूरक हो, जे बन्ने हो त्यो बन्ने भन्दा पछाडि अथवा जुन जुन पेसामा आबद्ध हुन्छ अथवा जुन जुन पेसामा आबद्ध हुन योग्य हुन्छ त्यो नामभन्दा पछाडि चाहिँ इ अथवा गाको प्रयोग गर्नु पर्दछ। यसरी तपाईहरुले थेदाले लिने पूरकमा पछाडि पनि इ गाको प्रयोग गर्नु पर्दछ भनेर बुझ्नुस्। हस्, आजको भिडियो यति नै हो। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद। र यस्तै कन्फ्युज वाला कुनै व्याकरणहरू छन् भने मलाई भन्नुस्। म फेरि त्यसैको आधारमा तपाईहरुलाई भिडियो बनाएर पस्किने जमर्को गर्नेछु। धन्यवाद। बाइ बाइ।